अनि के कस्तो लाग्यो हाम्रो बारेमा राम्रो छ बाबु राम्रो व्यवहार गरेछ राम्रो मलाई सहयोग दियो बाबु यति गर्यो बहुत खुसी छु भाइ तिम्रो लागि त जिन्दगीमा बिर्सिन भाइ सम्पूर्णमा चाहिँ नमस्कार हामी चाहिँ फेरि पनि राहत वितरणको लागि आइसकेका छौँ र यो चाहिँ हामीले राहत वितरण कहाँ गर्ने भन्दाखेरि हामीलाई सूचना हामी चाहिँ तर्फबाट हामी चाहिँ पाएर चाहिँ हामी आफ्नै गाउँ छिमेकमै आएका छौँ अहिले चाहिँ यो गाउँको नाम के अरे बेलेनी होइन हामी चाहिँ बेलेनी आइसकेका छौँ र हाम्रो यो हाम्रो आन्टीहरूको आर्थिक अवस्था हेर्दाखेरि निकै कमजोर भएको कारणले चाहिँ हामी चाहिँ सहयोग लिएर आएका छौँ पाण्डा ग्याङ हाम्रो चाहिँ थोरै मिठो भयो भने तर हामी चाहिँ बाँड्दै आयौँ खुसीहरू उहाँहरूलाई हाम्रो सहयोगले खुसी मिल्छ भने चाहिँ हामी गर्न तयारै छौँ हामी सक्दो सहयोग गरेकै छौँ र आगामी दिनहरूमा गर्नु नै छौँ र आन्टीहरूलाई मलाई यस्तो भन्नु कोल्ड स्टोर भएको पिसाब नलीमा मासु पलाएर 4 महिना पाइप हालेर बसियो सुत्यो अब अहिले अलिअलि सन्चो भएको छु म के गर्ने हेभी ड्राइभर हो अब गाडी चलाउन सकिरहेको छैन अलि धेरै चिसो भएपछि पिसाबै फेर्न गाह्रो हुन्छ त्यही भएर अब अलिअलि सहयोग गरिदिनु भएको छ अझै पनि सहयोगको आशा राख्छु सबैलाई धन्यवाद पाइलटको त कतिजना क्यान्सर भइसकेको छ पाइल छैन उसको कोल्ड स्टोर हो कि पिसाब नलीमा मासु पलाएको पिसाबै नआइदिने कि पाइपद्वारा निकाल्नु ए म त त्यही हो अब अहिले स्थिति कमजोर छ अब बिमारी पनि छु अब हजुरहरूले गरेको यो सहयोग अब अरू सक्नुहुन्छ भने अरू पनि सहयोग गरिदिनु होला त्यति हो सबैलाई धन्यवाद मलाई राम्रो व्यवहार गर्नु अनि राम्रो सहयोग गर्नु एउटा दिदी हुनुहुन्थ्यो चिनेको दिदी हुनुहुन्थ्यो त्यो सहयोग गर्नुभयो म यस्तो लेबर काम गरेर चलाऊ यस्तो व्यवहार गरेर छ आफ्नो स्थिति कमजोर छ राम्रो छ बुढो बिरामी हुनुहुन्छ अनि त्यही हो सकेसम्म त अरू मलाई सहयोग गरिदिनु त्यही हो खुसी नमस्ते मेरो नाम रोगन वैश्य यहाँ दाइहरूले सहयोग गरिदिनु भएको छ पाण्डा ग्याङको दाइहरूले धन्यवाद छ दाइहरूलाई यति नै भन्छु